पर्सा जिल्लाको सदरमुकाम बिरगंजबाट एउटा यस्तो सनसनीपूर्ण घटना बाहिर आएको छ जुन घटना सुनेपछि हेरेपछि जसको पनि मुटु हलिन सक्छ। नमस्कार, म मनोज पटेल, एनपी को न्यूज डेस्कमा यहाँहरूलाई स्वागत छ। हजुर दर्शकहरू, भनिन्छ आमा भनेको ममताको सागर हो, बुवा भनेको पालनकर्ता पनि हो र आमा बुवा भनेको यो धरतीमा भगवानको अर्को स्वरूप हो। किनभने हामी कसैले पनि भगवानलाई हेरेका छैनौं। यदि साँच्चीकै भगवान हुन्छ भने, यदि भगवानलाई हामी हेर्न सक्दैनौं भने त्यो भगवानको रूपमा आमा बुवालाई पठाएको हुन्छ पनि भनिन्छ। तर के एउटा आमाको ममताको सागरमा ममताको कमी भइहालेको थियो, अथवा एउटा बुवा भगवानको रूपबाट राक्षसको रूपमा परिणत भएको थियो? एउटा नवजात शिशु, त्यो 5-7 महिनाको पनि शिशु हुन सक्छ अथवा 9 महिनाको शिशु पनि हुन सक्छ। त्यो प्रहरीको विशेष अनुसन्धानबाट पछि खुल्दै जानेछ। तर एउटा पूर्ण रूपमा विकसित भइसकेको, हात खुट्टा देखिएको, टाउको विकसित भइसकेको, आँखा राम्रो देखिएको अवस्थामा चाहिँ एउटा शिशुको शव नालामा तैरिरहेको अवस्थामा देखिएको छ, भेटिएको छ। यो दृश्य, यो घटना हेरेपछि जसको पनि मुटु हलिन सक्छ। के कारण थियो अथवा के कारण होला कि एउटा फक्रिन नपाउँदै फुललाई चाहिँ सुकाउने प्रयास गरिन्छ अथवा एउटा जिउन नपाउँदै जीवनलाई चाहिँ मृत्युको सुलीमा चढाइन्छ? यो तमाम प्रश्नहरू अहिले उब्जिएको छ। हाम्रो समाज कतातिर गइरहेको छ? अथवा प्रेमी प्रेमिकाले आफ्नो प्रेमको नासो बचाउन नचाहेको हो अथवा जोगाउन नचाहेको हो, अथवा नेपाल सरकारले, नेपालको कानुनले जुन मान्यता दिएको छ एउटा महिलालाई गर्भपतन गराउने समयमै एउटा सीमा तोकिएको छ, त्यो चेतनाको कमी भइसकेको छ हाम्रो समाजमा, अथवा हाम्रो समाज चेतनशील छैन? यो कस्तो सन्तान थियो? वैध सन्तान थियो कि अवैध सन्तान थियो? यो तमाम प्रश्नहरू अहिले उब्जिएको छ। तर पनि हामी भन्न सक्छौँ, हुनेलाई अर्को पीर, नहुनेलाई अर्को पीर। जुन आमा बुवालाई बच्चा हुँदैन, मन्दिर मन्दिर, मस्जिद मस्जिद, चैतद्वारा गुम्बाहरूमा हामीले भेट्छौँ, माथा टेकेको हेर्छौँ। तर जसलाई यो शिशुको रूपमा भगवानको आशीर्वाद प्राप्त भयो अथवा एउटा विज्ञानको आशीर्वाद प्राप्त भयो,